नमस्कार सबै विद्यार्थी भाइ बहिनीहरू सिटी मिडियामा तपाईलाई स्वागत छ। आजको यस भिडियोमा हामी कक्षा 7 को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अन्तर्गत एकाइ 4 को पाठ 4 सामाजिक समस्या समाधानमा सङ्घ संस्थाको भूमिकासँग सम्बन्धित अभ्यास र थप प्रश्न उत्तरका बारेमा छलफल गर्नेछौँ। सुरुमा रहेको छ अभ्यास। तलका प्रश्नको उत्तर दिनुहोस्। नम्बर क, तपाईको समुदायमा सामाजिक समस्या समाधानमा क्रियाशील सङ्घ संस्थाहरूको सूची बनाउनुहोस्। उत्तर, हाम्रो समुदायमा सामाजिक समस्या समाधानमा क्रियाशील सङ्घ संस्थाहरूको सूची यस प्रकार छन्: स्थानीय युवा क्लब, महिला समूह वा आमा समूह, स्थानीय रेडक्रस उपशाखा, सामुदायिक सिकाइ केन्द्र, स्थानीय टोल सुधार समिति। ख नम्बर, विद्यालय सामाजिक सभ्यताको प्रतीक हो भन्ने भनाइलाई पुष्टि गर्नुहोस्। उत्तर, विद्यालय समाजको एक अभिन्न अङ्ग र शिक्षाको केन्द्र हो। विद्यालयमा विद्यार्थीहरूले अनुशासन, स्वावलम्बन, रीतिस्थिति र परम्पराको ज्ञान पाउँछन्, जसले उनीहरूको चरित्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। विद्यालयमा गरिने अतिरिक्त क्रियाकलाप र रचनात्मक गतिविधिले विद्यार्थीमा मेलमिलाप, सामूहिक काम गर्ने बानी र समानताको भावना विकास गराउँछ। जब विद्यालयका शिक्षक र विद्यार्थीको आनी बानी र अनुशासन अनुकरणीय हुन्छ, त्यसको सकारात्मक प्रभाव सिङ्गो समाजमा पर्छ। तसर्थ असल संस्कार र सभ्यता समाज निर्माण गर्ने आधार भएकाले विद्यालयलाई सामाजिक सभ्यताको प्रतीक मानिन्छ। ग, विद्यालयले कसरी सामाजिक समस्या समाधानमा सहयोग पुर्याउँछ लेख्नुहोस्। उत्तर, विद्यालयले निम्न तरिकाबाट सामाजिक समस्या समाधानमा सहयोग पुर्याउँछ: शिक्षक तथा विद्यार्थीको असल व्यवहारबाट समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेर, र्याली, वक्तृत्व कला, सडक नाटक आदि कार्यक्रम सञ्चालन गरेर, विद्यार्थीलाई असल संस्कार र नैतिक शिक्षा प्रदान गरेर, कुलत तथा सामाजिक विकृति विरुद्ध चेतना जगाएर, अनुशासन र स्वावलम्बनको भावना विकास गरेर, समानता, सहयोग र मेलमिलापको भावना विकास गरेर, विद्यार्थीलाई सामूहिक रूपमा काम गर्ने बानी सिकाएर। घ, सामाजिक समस्या समाधानमा संलग्न राष्ट्रिय सङ्घ संस्थाको सूची तयार पारी कुनै एकको भूमिका लेख्नुहोस्। उत्तर, सामाजिक समस्या समाधानमा संलग्न राष्ट्रिय सङ्घ संस्थाहरू: नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, नेपाल प्रहरी, विभिन्न गैर सरकारी संस्था, धार्मिक तथा सांस्कृतिक सङ्घ संस्था। नेपाल रेडक्रस सोसाइटीको भूमिकाको बारेमा छोटकरीमा यस प्रकार रहेको छ: नेपाल रेडक्रस सोसाइटी विपद तथा समस्यामा परेका मानिसलाई सेवा र सहयोग गर्छ। यसले स्वयंसेवा, राहत वितरण, जनचेतना तथा सामाजिक सेवाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्छ। आपतकालीन अवस्थामा पीडितलाई आवश्यक सहयोग उपलब्ध गराई सामाजिक समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। थप महत्त्वपूर्ण प्रश्न उत्तरहरू। नम्बर 1, सामाजिक समस्या समाधानमा सरकारी निकायहरूको मुख्य भूमिका के हो? उत्तर, सामाजिक समस्या समाधानमा सरकारी निकायहरूको मुख्य भूमिका नीति र कानुन निर्माण गर्नु हो। नेपाल प्रहरी र अदालत जस्ता निकायले कानुन कार्यान्वयन गराएर र पीडितहरूलाई न्याय दिलाएर समस्या समाधान गर्छन्। साथै स्थानीय तहमा रहेका न्यायिक समितिले विवादहरूलाई स्थानीय स्तरमै निरूपण गर्छन्। 2, सामाजिक विकृति हटाउन विद्यालयले सञ्चालन गर्न सक्ने कुनै 4 वटा कार्यक्रमहरू लेख्नुहोस्। उत्तर, सामाजिक विकृति हटाउन विद्यालयले सञ्चालन गर्न सक्ने कुनै 4 वटा कार्यक्रमहरू यस प्रकार छन्: जनचेतनामूलक र्याली, वक्तृत्व कला प्रतियोगिता, सडक नाटक, गीत, कविता तथा नाटक कार्यक्रम। 3, स्थानीय तहको न्यायिक समितिले सामाजिक समस्या समाधानमा कसरी सहयोग गर्छ? उत्तर, स्थानीय तहको न्यायिक समितिले स्थानीय स्तरमा हुने विभिन्न विवाद तथा समस्याको छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न सहयोग गर्छ। यसले स्थानीय मानिसलाई आफ्नै ठाउँमा न्याय प्राप्त गर्न सहयोग पुर्याउँछ। 4, गैर सरकारी संस्थाहरूले सामाजिक समस्या समाधानमा कसरी सहयोग गर्छन्? उत्तर, गैर सरकारी संस्थाहरूले सामाजिक विकृति हटाउन विभिन्न चेतनामूलक तथा सहयोगात्मक कार्यक्रम सञ्चालन गर्छन्। आवश्यक पर्दा उनीहरूले सुझाव, सल्लाह, निर्देशन, स्रोत र साधन उपलब्ध गराई सामाजिक समस्या समाधानमा सहयोग गर्छन्।
यस भिडियोमा यति नै। यदि यो भिडियो मन पर्यो भने लाइक र आफ्ना कक्षाका साथीहरूलाई सेयर गर्न नबिर्सनुहोला। यस्तै अन्य पाठहरूको भिडियो हेर्नका लागि हाम्रो च्यानललाई अहिले नै सब्स्क्राइब गर्नुहोस्। आगामी भिडियोमा पुनः भेट हुनेछ। त्यतिन्जेलसम्म राम्रोसँग पढ्दै गर्नुहोला। नमस्कार।